हर्क साङपाङजी प्रधानमन्त्री नै हुनुभएछ भने पनि हैन सम्भव छैन। त्यो सम्भव छैन। नेपालमा सुशासन सम्भव छैन। नेपालमा आदिवासी जनजाति, दलित, महिला र किसानहरूको मुक्ति सम्भव छैन र नेपालको राष्ट्रिय स्वाधीनताको ग्यारेन्टी हुने सम्भव छैन। उहाँले राष्ट्रिय स्वाधीनताको पक्षमा र वैदेशिक हस्तक्षेपको विरुद्धमा, एमसीसीको विरुद्धमा र नेपालमाथि वैदेशिक शक्ति केन्द्रहरूले चाहिँ खडा गर्न खोजेका पात्रहरूको चरित्रको विषयमा उहाँले जे भन्नुभएको छ त्यो ठिक छ। तर फेरि विडम्बना के छ त भने उहाँ समाधान चाहिँ चुनावमा देख्नुहुन्छ के हैन। उहाँकै निष्कर्ष अनुसार समाधान चुनावमा छैन। एमसीसीको उहाँ विरुद्धमा जान चाहनुहुन्छ हैन। वैदेशिक शक्ति केन्द्रहरूले निर्माण गरेका चरित्रहरूको विरुद्धमा जान चाहनुहुन्छ भनेदेखि त यही व्यवस्था अन्तर्गत त उनीहरूको विरुद्ध जान सम्भव छैन। त्यसकारण उहाँको अन्तर्विरोधी भयो। उहाँले राष्ट्रिय स्वाधीनताको पक्षमा राखेको अडान ठिक छ, एकदम राम्रो कुरा भएको छ, साहस पनि गर्नुभएको छ। त्यसलाई हामी धन्यवाद पनि दिन चाहन्छौँ म त व्यक्तिगत तर्फबाट। तर अन्तर्विरोध फेरि के भयो त भने त्यस्तै अपराधीहरू, त्यस्तै चाहिँ षड्यन्त्रकारीहरू, त्यस्तै वैदेशिक हस्तक्षेपहरूलाई रक्षा गर्ने व्यवस्थाभित्रको चुनावबाट समाधान खोज्नुहुन्छ के फेरि उहाँ। त्यो चाहिँ मिलेको छैन। अब उहाँ चाहिँ भोलि गएर प्रधानमन्त्री म भइयो भने यी जुन जति पनि बाहिरका जुन दबाबदेखि लिएर हरेक कुराहरू चाहिँ म निर्क्योल पार्न सक्छु, म देश बनाउन सक्छु भन्नुहुन्छ नि। त्यो सम्भव छैन। त्यो सम्भव व्यवस्थाको चरित्रले निर्माण गर्ने मान्छेहरूले भनिरहेका छन् भ्रष्टाचारीहरू उन्मूलन गरौँ भन्छन् के। भ्रष्टाचारी उत्पादन गर्ने व्यवस्था चाहिँ राखिराख्ने होइन। अनि भ्रष्टाचारी उन्मूलन हुन्छ त हुँदैन। यो व्यवस्थाले भ्रष्टाचार उन्मूलन कहिले सम्भव छैन। सम्भव छैन। निजी सम्पत्तिमा आधारित व्यवस्थाले भ्रष्टाचार उन्मूलन गर्छ। निजी सम्पत्तिमा आधारित व्यवस्था भइसकेपछि त निजी सम्पत्ति जसरी जम्मा गर्न खोज्छ नि मान्छेले, अनि जसरी जम्मा गर्ने ठाउँमा जसको ठाउँ छ त्यहाँ उसले भ्रष्टाचार गर्छ हैन। त्यसकारण निजी सम्पत्तिमा आधारित राजनीतिक व्यवस्थाले भ्रष्टाचार उन्मूलन अन्त्य सम्भव छैन। सामुदायिक सम्पत्ति शक्तिशाली हुने व्यवस्थाले मात्रै भ्रष्टाचारको अन्त्य गर्न सक्छ। त्यसकारणले हर्क साङपाङजी प्रधानमन्त्री नै हुनुभएछ भने पनि हैन त्यो सम्भव छैन। नेपालमा सुशासन सम्भव छैन। नेपालमा आदिवासी जनजाति, दलित, महिला र किसानहरूको मुक्ति सम्भव छैन र नेपालको राष्ट्रिय स्वाधीनताको ग्यारेन्टी हुने सम्भव छैन। ओके, अन्त्यमा अब यो बहिष्कार, यो निर्वाचन बहिष्कार जुन कार्यक्रम छ कहिलेसम्म गर्नुहुन्छ? यो जुन व्यवस्था कहिलेसम्म परिवर्तन गर्ने सपना भनौँ एउटा तपाईँहरूको जुन भिजन देख्नुहुन्छ? हामीले यो अभियानलाई अहिले आएको निर्वाचनको विरुद्ध मात्रै होइन कि नयाँ संविधान र नयाँ राजनीतिक व्यवस्था नआएसम्मको निम्तिको हाम्रो अभियान हो। अहिले तत्काल बीचमा चुनाव आयो, चुनावलाई चाहिँ हामीले बहिष्कार गर्छौँ भन्यो र हामीले जनतालाई अपिल गर्ने कुरा हो। कसैको घरमा गएर तोडफोड गर्ने कुरा त होइन नि। यो त जनतालाई अपिल गर्ने कुरा हो। जनता विरुद्ध के षड्यन्त्र भइरहेछ भन्ने कुरा भन्ने कुरा हो। उनीहरूलाई जहाँ आँखामा पट्टी बाँध्ने प्रयत्न गरिएको छ त्यो पट्टी खोल्ने कुरा हो। जनताले पहल कदमी लिन्छ यो देश अगाडि जान्छ। जनताले पहल कदमी लिन सकेन भने केही समय अझै दुःख पाइन्छ। यही त हो।